काठमाडौँ उपत्यकाको ट्राफिक जाम खास गरी ललितपुरको ग्वारको चोकतिर त ओहो हरेक दिन केही समस्या हो नि हैन। एकदमै त्यहाँबाट ओहोरदोहोर गर्नेलाई त थाहै छ। तर अब त्यहाँ एउटा नयाँ संरचना बनेको छ ओभरपास। आज हामी यही भर्खरै खुलेको ग्वारको ओभरपासकै बारेमा अलि गहिरिएर कुरा गर्दैछौँ। हो, यसले के फरक पार्छ पार्दैन हेर्ने पर्ने विषय छ। हामीसँग एउटा लेखको अंश छ, ग्वारको ओभरपास ट्राफिक व्यवस्थापनमा नयाँ आयाम। हेरौँ न त यसले साँच्चै के आयाम थप्छ। काठमाडौँको ट्राफिकमा यसको के भूमिका रहला? ठीक हो, यसको विश्लेषण गरौँ। यो ओभरपासको उद्घाटन त प्रधानमन्त्री केपी शर्मा ओलीबाटै भएको होइन? हो, उहाँबाटै भएको हो। अनि यसको मुख्य लक्ष्य चाहिँ चक्रपथमा त्यो बढ्दो गाडीको चापलाई अलिकति भए पनि कम गर्नु हो रे। मुख्य उद्देश्य त्यही हो, चक्रपथको ट्राफिकलाई नन स्टप बनाउने प्रयास। अब लागौँ यसको बनोटतिर अलिकति। यो संरचना कस्तो छ भने उचाइ 6 मिटर रे। हो, 6 मिटर अग्लो छ। अनि लम्बाइ 455 मिटर। अनि गाडी चढ्ने र ओर्लिने र्याम्प पनि छ नि छुट्टा छुट्टै। छ 180 मिटर एकातिर 110 मिटर अर्कोतिर। त्यो डिजाइनले नै तलको चोकलाई क्लियर गर्ने हो। तर ग्वारको जस्तो ठाउँमा होइन, किन यही खालको डिजाइन नै चाहियो होला? मतलब फ्लाइओभर जस्तो? त्यो त कस्तो भने नि, ग्वारको एकदमै व्यस्त चोक भयो, चारैतिरबाट बाटो आउँछ। हो नि, मङ्गल बजारतिरबाट नै आउँछ, इमाडोलतिर नै जान्छ। त्यही त। अब चक्रपथमा सिधा जाने गाडीहरू, मतलब कोटेश्वरबाट सातो बाटो वा उताबाट यता आउने, उनीहरूलाई तलको त्यो बत्ती र जाममा कुर्ने नपरोस् भनेर हो। माथि माथिबाटै सर्र जाने भयो। हो, त्यसले गर्दा तल चोकमा अरू दिशातिर जानेलाई पनि थोरै ठाउँ खुल्छ, अलि सजिलो हुन्छ कि भन्ने हो। अनि यो त चक्रपथ विस्तार आयोजनाकै एउटा भाग हो भन्नु भएन? हो, यो एक्लै बनेको संरचना होइन। काठमाडौँको रिङ रोड फराकिलो बनाउने जुन ठुलो योजना छ नि, यो त्यसै अन्तर्गत हो। खासमा कोटेश्वर कलङ्की खण्ड त साह्रै जाम हुन्छ नि। हो नि, त्यसमा पनि 3वटा मुख्य चोक ग्वारको, सातो बाटो, एकान्त कुना एकदमै समस्याग्रस्त छन्। ग्वारकोमा यो पहिलो समाधान आयो। भनेपछि यो रणनीति नै भयो। एकदम, ट्राफिक सुधार्ने रणनीतिको एउटा महत्त्वपूर्ण हिस्सा हो यो। तर बन्न त अलि समय लगाइदियो नि हैन? सम्झौता 2078 फागुनमा भएको रे। फागुनमा। तर सकिदा त 2082 वैशाख लाग्यो। मतलब 4 वर्षभन्दा बढी नै लाग्यो कि? बीचमा कोभिड पनि पर्यो, अरू कारणहरू पनि थिए होलान्, म्याद थपिएको थियो। तर ढिलाइ त भएकै हो। ठेक्का पाउने आशिष समानान्तर रेलिगेट जेवी थियो। जेबी मतलब जोइन्ट भेन्चर, 2 कम्पनी मिलेर। हो। यो ढिलाइले त पक्कै असर गर्यो होला नि? सर्वसाधारणले शास्ति पाए, खर्च बढ्यो होला? पक्कै पनि। ढिलाइले लागत बढ्छ, जनताले दुःख पाउँछन्, अरू आयोजनामा पनि यसको असर पर्छ। यो त समस्या हो नै। अनि पुल बन्ने बित्तिकै गाडी चलाउन मिलेन होला हैन? अरू काम पनि बाँकी थिए रे। त्यही त। पुलको ढलान सकिनु मात्रै ठूलो कुरा भएन। त्यो स्रोतले के भन्छ भने नि, मुख्य संरचना बनेपछि पनि त्यो लेन छुक्याउने डिभाइडरहरू राख्नु पर्यो। लेन सेपरेटर। हो, अनि ट्राफिक लाइटहरू जोड्नु पर्यो, सडकमा त्यो मार्किङहरू, लाइन कोर्ने कामहरू, यी सबै सक्नु पर्यो नि त। नत्र त झन् दुर्घटना होला। हो नि, सुरक्षाको कुरा आउँछ। यी सबै काम सकेर मात्रै सञ्चालनमा ल्याइएको हो। ठीक हो, सुरक्षा त पहिलो प्राथमिकता हुनै पर्यो। अब सबैको चासोको कुरा के, यसले साँच्चै जाम घटाउला त? अपेक्षा त के छ भने सातो बाटो कोटेश्वर सर्र हिँड्न पाइने अनि मङ्गल बजार इमाडोलतिर पनि सहज हुने भन्ने छ। के लाग्छ? हेर्नुस्, तत्कालको लागि त चक्रपथमा सिधा जानेहरूलाई त पक्कै ठूलो राहत हुन्छ। त्यो त होला नि, बत्ती कुर्नु परेन, जाममा बस्नु परेन। हो, यात्रा समय घट्छ। अनि माथिबाट गाडीहरू गएपछि तल चोकमा पनि अलिकति चाप कम हुन्छ। त्यसले गर्दा त्यो मङ्गल बजार वा इमाडोलतिर मोडिदा पनि केही सजिलो होला, खास गरी पिक आवरमा। त्यो त हो। तार हुन्छ कि? किन होला? ग्वारको जाम त बहुआयामिक छ नि। भित्रका साना सडकबाट आउने गाडीहरू, अनि सार्वजनिक यातायातको व्यवस्थापन, पार्किङ, यी सब कुराहरू छन्। हो, त्यो त हो नि। ओभरपासले त खालि चक्रपथको सिधा ट्राफिकलाई मात्र हेर्यो। हो, एउटा मुख्य समस्यालाई यसले सम्बोधन गर्यो, त्यो राम्रो कुरा हो। तर पुरै प्रणालीगत सुधार नभएसम्म, मतलब अरू समस्या पनि नसुध्रिएसम्म पूर्ण समाधान चाहिँ हुँदैन। हो, यो कुरा प्रष्ट छ। एउटा महत्त्वपूर्ण सुधार हो, तर सबै थोक होइन। आज हामीले यही ग्वारको ओभरपासको उद्घाटन, यसको बनौट,
निर्माणमा किन ढिला भयो र यसले ट्राफिकमा के कस्तो राहत देला भन्ने अपेक्षाबारे हामीसँग भएको स्रोतको आधारमा कुरा गर्यौं। संक्षेपमा भन्दा यो ओभरपासले ग्वारको चोकको त्यो मुख्य बटलनेक मतलब साँगुरो घाटीलाई फुकाउने कोसिस गरेको छ। तत्काललाई राहत पक्कै मिल्छ। तर यसले काठमाडौँ उपत्यकाको समग्र यातायात चुनौतीबारे एउटा गम्भीर प्रश्न पनि उठाउँछ के? कस्तो प्रश्न? के यस्तो टुक्रे मतलब आइसोलेटेड पूर्वाधारले मात्रै यो बढ्दो शहरीकरण, गाडीको चाप, अव्यवस्थित विकासका समस्या समाधान गर्ला त? यो त सोच्नुपर्ने कुरा भयो। हो नि, कि हामीलाई अझै एकीकृत, अलि दूरदृष्टि भएको बहुआयामिक समाधान चाहिएको हो, जस्तै राम्रो सार्वजनिक यातायात, साइकल लेन, फुटपाथ अनि सहरको भू उपयोग योजनामा सुधार। हो, ठूलो चित्र हेर्नुपर्ने देखियो। यो चाहिँ अब आउने दिनहरूमा हामी सबैले मनन गर्नुपर्ने विषय हो जस्तो लाग्छ मलाई।